बाटो के हो यस्तो This is off-roading, very much. अभी मजा आएगा ना भिड़ो पार देंगे सिस्टम पार देंगे Hello guys, vlog number 4 सुरु गरौँ है। हेलो गाइज, आज हामी चाहिँ घुम्न गइरहेको छौँ कहाँ भन्दा फेरि स्विमिङ पुल। सो मेरो वाइफले रेकर्ड गर्दैछु, यहाँ सुन्नुहुन्छ चाहिँ राइडिङ गर्दैछु। त्यस्तो बाटो पनि यस्तो आयो र जाँदै गर्दै यो तल्लो बाटो हो। तलको बाटो अलिक अफ रोडिङ हुँदो रहेछ, यहाँ हेर्नु सक्नुहुन्छ एकदमै होइन बाटो घाटो एकदम सम्हालेर स्विमिङ पुलबाट रोडमा होइन। यहाँ मान्छेहरूले मलाई सोधे पनि यो बाटो कता जान्छ भनेर, त्यही भएर म चाहिँ उनीहरूलाई ऊपर है मतलब यहाँ वो बरबोट मिलेगा ऊपर, बरबोट से आप लेफ्ट चले जाने फिर। र यिनीहरूलाई त मैले अझ गाइड गर्दै होइन यस्तो बाटो बाटो के हो यस्तो अफ रोडिङ भेरी मच। ओ यता उकालो हो, यता देखाइरहेको बाटो हो, पता दिएको छ हौ टर्न लेफ्टै भन्दैछ के हेर्नु त टर्न लेफ्ट भन्छ यहाँ पानीको थोका पो यता यता देखाइरहेको त हेर्नु न पानी नानीहरू देखाउ न, के धान रहेछ यहाँ यता देखो मकैहरू चाहिँ फार्मिङ हुँदो रहेछ। म चाहिँ फर्स्ट टाइम आएको, तर मेरो यो रोड फर्स्ट टाइम आउँदैछ। हस्बेन्ड चाहिँ आएको भन्छ होइन आउँदा आएको धानको हुँदै रहेछ। हामी पहिला आएको, तर यहाँ Turn left. पडाल बोक्न आएको म बाबासँगमा पहिला पहिला त्यो त नि। हेलो गाइज, आज हामी फाइनली आइसकेको छौँ स्विमिङ पुलमा, यो रिजोर्टमा। आज हाम्रो यहाँ स्टे छ, र कस्तो हुन्छ स्टे तपाईँहरूले हेर्दै गर्नुहोस् होला। म नानी बोक्थेँ नि हौ। हेलो गाइज, हिँड न अब स्विमिङ पुलतिर। कहाँ काट्नु र गाइज फाइनली हामी त स्विमिङ पुलभित्र पस्यो, हामी फ्यामिली सबै स्विमिङ पुलमा चक्लाक्क पसेर चाहिँ हामी हल्का पौडी खेल्नु थालिसक्यो। नानीलाई पनि हामी एकदम एक्साइटेड भयो क्या नानी, बुढी पनि एक्साइटेड भयो। बुढीले त मलाई फोर्स गर्थ्यो तपाईँ पौडी खेल्नु, म चाहिँ नानी बोक्छु भनेर होइन। तर मैले चाहिँ अब भने अरे नानीलाई म खेलाउनु, तिमी खेल न भनेर भन्यो। अनि खेल्दै खेल्दै गयो हामी, यसरी खेल्दै 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 मजा आयो एकदम। त्यहाँ एकदम भिडभाड थियो, अनि एकदम भिडभाडमा अलिक पौडी खेल्नु अलिक अप्ठ्यारो त लागेको थियो। तर पनि अब अप्ठ्यारो लाग्दै भयो भने के गर्नु, पैसा तिरेको छ होइन। पैसा भन्दाखेरि त्यहाँ पैसा अब कति लाग्दो रहेछ भने 200 पर पर्सन रहेछ। र हामीले त्यही 600मा कमसेकम 3 आवर्स जस्तो खेल्यो होला होइन। 3 आवर्स त खेलेन, 2 आवर्स म्याक्सिमम् खेल्यो। 2 आवर्स खेल्दै गर्दै यस्तो मजा आयो। अब नानीलाई पनि यस्तो गरेर मन डुब्की त लगायो 2-3 खेप होइन। नानीलाई एकदम हाम्रो लागि त होइन पौडी खेल्नु, तर हाम्रो फ्यामिली नानीहरूको लागि चाहिँ एकदम राम्रो हो स्विमिङ पुल र स्विमिङ। यस्तो गर्दा नानी अब यस्तो नानीलाई त हामीले कचबामा पनि हाल्यो, कचबामा हालेर एकछिन खेलाएँ मैले 10-15 मिनट यसो खेलाउँदा आफ्नै। अब हामी त्यहाँ सानोमा खेल्नु पाएन यस्तो स्विमिङ पुलहरू, तर अब अहिले चाहिँ अब हाम्रो नानीलाई चाहिँ त्यो खुसी हामीले दिनुपर्ने भनेर हामी सोचेर त्यहाँ स्विमिङ पुल गएर यसो रिल्याक्स गरौँ भनेको हाम्रो सन्डेलाई। र यस्तो हेर्दै तपाईँ हेर्नुहोस्, अरू नानीहरू एकदम खुसी थियो, एकदम खुसियाली बनाउँदै थियो। यस्तै गरेर हाम्रो आज जिन्दगी राम्रो हुँदैछ होइन। यसरी फ्यामिलीसँग टाइम स्पेन्ड गऱ्यो भने जिन्दगी पनि एकदम खुसी राम्रो हुनेछ। तपाईँहरू पनि आफ्नो फ्यामिलीसँग यस्तै स्विमिङ पुल जानुहोस्, टाइम स्पेन्ड गर्नुहोस्, आफ्नो परिवारलाई टाइम दिनुहोस्, ताकि आफ्नो रिलेसन समस्या
कति खुसी भएको छ र यसरी अब स्विमिङ पुलमा यसो चिसो चिसो पनि हुन थाल्यो होइन चिसो नानीलाई पनि चिसो लाग्छ भनेर चाहिँ अब गर्दै गएपछि अब त्यस्तै हुन्छ चिसो मौसम पनि ठ्याक्कै अलिक कालो कालो बादल हुन थाल्यो घाम लागिरहेको थियो फर्स्टमा हामी जाँदा त तर पछि फेरि यस्तो मौसमले बिग्रिन थाल्यो मौसम होइन मौसम बिग्रिँदै जाँदा चाहिँ अब हामीलाई पनि यो चिसो हुँदो रहेछ भनेर त्यो भएर हामीले त हल्का अब बुढीसँग सल्लाह गरेँ मैले कि अब यसो खेल्नु त नला हो नानीलाई पनि चिसो लाग्ला जस्तो भयो के गर्ने भनेर भने भन्दा फेरि त फेरि खेलाउनु भन्यो अनि फेरि त्यसलाई फेरि मैले यसो खेलाएँ हातले खेलाउँदा चाहिँ अनि मुखमा हल्का पानी पसेको भयो नानीको होइन मलाई कस्तो गर्नु खोक्नु थाल्यो तर पनि मैले कन्टिन्यू त्यसलाई खेलाएँ तर अहिले त यस्तो हुँदैछ नानीहरू 3 वर्षसम्म त आफै पौडी खेल्ने हुँदो रहेछ क्या मलाई पनि थाहा थिएन अनि मैले एक्सपिरियन्स गरेँ अब के हो भाइ समाचार हेर्न आँट्यो भने म समाचार हाल्छु भनेर गएर छ्याप्लाक्क हाल्दै कमेन्ट गर्नु छु होइन त्यो घाममा त्यो पौडी खेल्दाखेरि चाहिँ तपाईँलाई कस्तो लाग्छ डेन्जर पौडी खेलेको अझै खेल्यो हामीले होइन पौडी नानीलाई अलिक चिसो लाग्यो जस्तो लाग्यो त्यही भएर अब नानीलाई चाहिँ बाहिर निकालौँ भनेर सल्लाह गऱ्यो अनि हुन्छ निकाल्नु वाइफ पनि हाम्रो वाइफले पनि अब निकाल्यो भन्नु निकाल्छु एकछिन खेलिकन आउँछु त्यहाँदेखि चाहिँ निकाल्छु ल भनेर म फेरि पर गएँ त्यहाँपछि यसो अलिक नि यहाँ छेउछेउमा अब नानीहरू पनि धेरै खेल्दै थियो नानी र हाम्रो भाइ त्यत्रै नानी पनि खेल्दै थियो एकदम खुसी लाग्यो सबले यसरी नै टाइम स्पेन्ड गर्नुहोस् होला तपाईँहरू पनि होइन कति टाइम स्पेन्ड गर्नुहुन्छ त्यति नै रमाइलो हुनेछ होइन अन्त नानीहरू त्यही यसरी क्या क्यामेराको अगाडि आउँदै थियो क्यामेरा राखेको थिएँ अगाडि त्यही भएर अब नानीहरू चाहिँ फेरि अगाडि पछाडि गरिरहेको थियो यसो विचार गर्दै थियो त्यहाँ जहाँ क्यामेरा राखेको छ त्यहीँ आउँदै यसो गर्दै थियो नानीहरू अब नानीहरू त्यस्तै हो भगवान्को मनको सच्चा हुन्छ होइन त्यही भएर अब म चाहिँ एकदम माया लाग्यो नानीहरूको मजाले खेल्दै थियो नानीहरू पनि अब मतलब स्विमिङ पुल यसरी खेलेको छ भने एकदमै राम्रो पाराले खेल्छ होइन एकदम खुसी लाग्छ सबै नानीहरू हाम्रो नानी पनि काम्नु थालेछ होइन मलाई बोलाउनु थाल्यो वाइफले होइन बोलाउँदै गर्दाखेरि फेरि के गरेँ मैले आउनु भनेर भने खेल्दै जाऊ
बिच बेरमा हल्का ड्राइभिङ हानेर हल्का लाइटसँग पौडी खेल्ने भनेर गयो होइन तपाईँले हेर्न सक्नुहुन्छ यहाँ चाहिँ अब घाम लागेको बेलामा चाहिँ खचाखच भिड हुँदो रहेछ होइन एकदमै राम्रो लाग्यो एकदम राम्रो स्विमिङ पुल रहेछ यो पानी एकदम सफा अनि तपाईँले सावर गरेर मात्रै छिर्नु पर्ने हुँदो रहेछ भित्र रुल्सहरू त्यस्तो रहेछ नानीहरू पनि मजा खेलेको थियो मैले पौडी खेल्दै गरेको त फेरि म चर्चमा झरेको थियो होइन हामी फेरि नानीलाई एकदम लुगा सुगा लगाएर पर देखिरहनु भएको छ होइन एउटा भाइलाई थियो चस्मा मेरो पर्छु होइन चस्मा गर्नुपर्छु यस्तै भयो भाइ के गर्दैछ के गर्दै गर्ला
लास्टमा के भन्नु सक्छु भने यो साङ्गो भाइले दामी गाना गाउँदैछ हाम्रो भाइ त सुनिरहेको छ आउँछ अरे किलो नमाग्नु भने कफी किन नखाइ कफी चाहिँ मागिहाल्नुपर्छ नि कफी अर्डर त गरेँ लाग्छ त कफी अर्डर गऱ्यो गरेको छैन कफी क्यापेचिनो अर्डर गर्नुपर्छ हेर्दैछ उडाइदिनु न सबस्ता ए कफी दिने लास्टमा फेरि यहाँ फ्रेन्च फ्राईहरू पनि छ खानको लागि नानीहरू पनि गर्न सक्नुहुन्छ खानाहरू पनि एकदम स्वादिष्ट म यसबाट हालिदिन्छु तिमीलाई फोन नम्बर हालिदिन्छु तपाईँहरू गएर भिजिट गर्नुहोस् एकपल्ट होइन र कस्तो लाग्यो कमेन्ट पनि गरिदिनुहोस् होला कमेन्ट छोडेर थ्याङ्क यू होप यु इन्जोय दिस भिडियो यहीँ छ लाइक सेयर सब्सक्राइब गरेर थ्याङ्क यू सो हेर्दै जानुहोस् होला